बाटो बारीबाट आएको हामी अहिलेसम्मकै खतरा यात्रा हो यो हेर्नु त हो कहीँ केही छैन बाटोबाट चाहिँ पुरै अब हामी यो डाङडुङ्गे भन्ने ठाउँमा पुग्नलाई 1 घन्टा बाँकी छ साथीहरूले बताएअनुसार बाटो यस्तै हो एकदमै खतरा बाटो छ ल हेर्नु मर्सी सारथी जोयल हेर्नुहोस् ठाउँ कस्तो कस्तो छ यो ठाउँको नाम चाहिँ ना है ना ठाउँको नामै ना निकै नै सुन्दर आकर्षक दृश्य हो यो हेर्नुहोस् पुरै हिउँको खानी हो यो हेर्नुहोस् अब हामी यहाँबाट 2 घन्टा बाँकी छ छोरोल्पा ताल पुग्नको लागि मौसम त्यति ठिक नभएको कारणले गर्दा सम्भवतः हामी आज यतै बस्छौँ हामी बस्ने घर चाहिँ त्यहाँ ठुलो घर हो त्यहाँ हो अनि भोलि बिहान हामी ब्रेकफास्ट पछाडि छोरोल्पा यात्रा गर्छौँ 2 घन्टामा हामी पुग्छौँ पछि फेरि फर्केर यहीँ आउँछौँ यहाँबाट फेरि हामी तलतिर झर्छौँ है साथीहरू यस्तो छ अवस्था देखाइदिउँ तपाईँलाई ल हेर्नुहोस् वाह वाह धेरै नै राम्रो ठाउँ छ चिसोको चाहिँ नकुरा गरौँ है कति चिसो छ के छ भन्ने कुरा चाहिँ वर्णन गर्न सकिन्न चिसोको अझै म तल जाँदैछु ल हिँड्न सकिँदैन क्या म अलिकति देखाइदिन्छु है तपाईँलाई ल हेरौँ न यस्तोमा हिँड्न पर्ने हुन्छ अनि जुत्ता नै चिप्लिने रहेछ कि यस्तोमा चाहिँ अनि यस्तो बाटोमा हिँडेर अनि त्यो तालमा पुग्नु पर्ने रहेछ कि अनि हिजो चाहिँ दिनभरि पानी परेको कारणले गर्दा हिँड्न सक्ने अवस्था रहेछ नत्र हामी आज नै छोरोल्पा पुगेर फर्किन्थ्यौँ र यहाँ ना भन्ने ठाउँमा बसेर भोलि हामी यात्रा अगाडि बढाउँथ्यौँ हाम्रो प्लानिङ चाहिँ त्यो थियो तर हामीले यो मौसमको कारणले गर्दाखेरि चाहिँ जान सकेनौँ है कुराकानी यस्तो छ साथीहरू सुन्दर दृश्य कैद गरिराखेको छु मैले हेर्नुहोस् म अलिकति परसम्म जान्छु तपाईँलाई देखाउँछु है त ल मेरो अनुहारलाई पनि देखाइदिन्छु है हुन्छ ल म त
वास्तवमा भन्यो भने फोटो भिडियो खिच्नै आएको हो, तर यहाँ चाहिँ बत्ती नभएको कारणले मोबाइल चार्ज गर्न पाइएन। पावर बैंकले पनि खासै काम गरेन, चार्ज टिक्दो रहेछ चिसोको कारणले गर्दाखेरि। त्यो कारणले गर्दाखेरि नै मैले चाहेको जस्तो फोटो भिडियो खिच्नलाई अलि सकिनँ। हेर्नुहोस् ल, हेर्नुहोस् त यहाँ चिन्नुहुन्छ ल, यस्तो यस्तो अवस्थामा छौँ र हेर्नु त। वाह, ल अझै म तपाईँलाई अलिकति चार्जले भ्याएसम्म म तपाईँलाई अलिकति पर देखाउँछु, भाइको दृश्य देखाउँछु। भाइ जाँदै गर, यसरी हिँड्नुपर्छ ल। हेर्नु त, दुईवटा लट्ठी टेकेर जानुपर्ने हुन्छ। अझ भाइले जुत्तालाई सेभ होस् भनेर प्लास्टिक लगाएको छ, प्लास्टिक अलिक बढी चिप्लिने रहेछ। त्यस्तो छ कि ठाउँै त्यस्तो छ कि, अनि गाह्रै छ हिँड्नलाई चाहिँ। अहिले चाहिँ जस्ट हामी यहाँ यात्रालाई अगाडि बढाउन सकेनौँ, अनि खाना खाइसके पछाडि अलिकति फोटो भिडियो खिचौँ नि त भन्ने हिसाबले चाहिँ। अब जति चिसो भए पनि अब भनेको बेलामा आउन पाउने होइन के अरे, होइन? यो मौका हो, अवसर हो। यो अवसरलाई चाहिँ सदुपयोग गरौँ भन्ने हिसाबले चाहिँ यसरी आँट गरेको के। हेर्नु त, ना भन्ने गाउँ रहेछ यो। ल अझै मेरो अनुहार देखाउँछ तपाईँलाई ल। ल हेर्नु यहाँ मेरो अवस्था यस्तो छ। छोरल्पासम्म पुग्न सकिन्छ कि सकिँदैन, सायद आज यात्रा नभएको कारणले भोलि सकिन्छ कि भनेर मैले आँट गरिराखेको छु। हामी 8 जना छौँ, 2 जना विदेशी हुनुहुन्छ, 6 जना नेपाली छौँ। अनि हामी टिमै पुग्न पाए हुन्थ्यो भन्ने छ। हेरौँ न भोलि के हुन्छ है। यस्तो छ। अझ म तपाईँलाई यस्तो राम्रो ठाउँ पनि देखाउँदैछु है त। ल ल अब मेरो अनुहार होइन, म भ्यू देखाउँछु है त। ल ल हेर्नुहोस्, छैन त राम्रो? ल हेर्नु त। ल यति मात्रै खिच्न पाएँ मैले, किनभने मेरो मोबाइलमा चार्ज छैन। मैले यति चाहिँ तपाईँहरूले नि हेर्नुहोस्, आउन नसक्नु भए पनि भनेर मैले यो भिडियो तपाईँको लागि स्पेसली है। ल है त, बाई बाई, थ्याङ्क यू फर वाचिङ।